जान लाग्छ माझ घुम्न भन्यो हामी आज जान लाग्छ घुम्न भन्यो किनभने उता पछाडि माइजो हाय माइजो तिमी पछाडि नै गएको हो एउटा गाडी घुम्नको लागि हामी जाँदैछौँ एउटा गाडी अनि अर्को गाडी यहाँ छ हैन अनि एउटा गाडी चाहिँ यहाँ छ है साथीहरु अनि हिरोनीको इन्ट्री यहाँ हेलो हेलो चिकन छोड्नु भएको छ हजुरले चिकन छोड्नु भएको छ हामी चाहिँ सबैजना मिलेर घुम्न गएको यसरी रानी झरुवा हुँदै घुम्न गएको है साथीहरु हेरेर गर्नु होला भारत नजिकै यो रानी झरुवा हुँदै दुई खोली हुँदै चिरो छ यतातिर पनि जाँदै छौं आज घुम्न होलेरीतिर लालीगुराँस खेल्ने भनेर जान भएको है साथीहरु हजुरहरु चाहिँ हेरेर इन्जोय गरेर गर्नुहोस् बाटो चाहिँ अगाडि कस्तो छ अब हेर्दै जाम पहिले त एकदम नराम्रो थियो बाटो गर्थ्यो भने यो पाली चाहिँ अलि पानीहरु राखेर चाहिँ अलि राम्रो बनाएको रहेछ अनि हामी चाहिँ यसरी दुई खोली पनि क्रस गरेर यो चाहिँ होलेरीको तल घुम्ती हो अनि हामी चाहिँ यहाँ आइपुग्यौं होलेरी भन्दा अलि वर यो यहाँ आइपुग्दा हामीभन्दा दुईवटा गाडीमा आउने अगाडि हाम्रो साथीहरु बाहिर निस्किनु भएको थियो फ्रेश हुनलाई र फाइनली हामी लालीगुराँस हुने ठाउँमा पुगिसक्यौं साथीहरु यहाँ चाहिँ अब सबैजनाले नास्ता आफ्नो घरदेखि नास्ता लगेर गएको बाडी चुडी खाना लायौं हामीहरु कहाँ छ कि मेरो छोरी चाहिँ लालीगुराँस जस्तो यता सानो हाय हाय बेबी त्यहाँ छ मेरो छोरी चाहिँ त्यहाँ छ मरुखमा चढेको कति राम्रो हो छोडेर जान मन नलाग्ने एकदम कस्तो राम्रो लाग्यो मलाई त छोडेर जान मनै लागेन मेरो बुहारी र रेखा चाहिँ अरे रेखा नै हो मेरो बुहारी अनि मेरो साथी र मेरो बुहारी चाहिँ तल गएको छ म लोट्न लाग्छु साथीहरु रुखमा छु म पनि त्यो रुखको उसमा गएको छन् के उनीहरु चाहिँ त्यो रुखको जरामा त त्यसको मुनि गएको छन् कहाँ छन् खै देख्दैन त बोलेको मात्र सुन्छु कति राम्रो के वाउ माइन्ड फ्रेश भयो यहाँ आएर त बचपनको यादहरू सबै ताजा भयो लालीगुराँससँग खेलेर आज धेरै वर्षपछि सानोमा चाहिँ हामी स्कुल जाने अनि स्कुलदेखि आउने अनि बाटोमा यसरी नै लालीगुराँस टिप्ने अनि खाने खेल्ने यसको भित्र गुलियो हुन्छ के रस हुन्छ चुस्ने यसको त जुस पनि भन्छ धेरैहरू भन्छ हजुर छोरा हो मेरो छोरी चाहिँ कहाँ छ कि मेरो छोरी त्यहाँ छ मेरो छोरी तल छ हाय हाय ल अब हामी गएको हस् घरतिर भन्दै ल बाई गर्दै बाई प्याम हामी घरतिर गएको हामी चाहिँ यिनी रोइन् यिनी उल्टी गरिन् यिनी भोमिट गरिन् यिनी फोटो पनि खिचिनन् अनि भिडियो पनि बनाइनन् यिनी बिग्रिएको बच्चा बिग्रिएको केटीले अब चाहिँ हामी फर्केको यो कच्ची रोड हुँदै अघिको आएको बाटोभन्दा फरक बाटो हामी फर्क्यौँ र त्यहाँ आन्टीहरूले गीत गाएर दिदीहरू फुपूहरू नाचेर रमाइलो गर्नुभयो लास्टमा चाहिँ अनि
अब फर्केको हामी। यो चाहिँ कच्ची रोड रहेछ, एकदम सानो रहेछ रोड चाहिँ। अब यो कहाँ जोडिन जान्छ मलाई नि थाहा छैन। अब जहाँबाट लगे पनि घरसम्म जाने हो हामी त। त्यहाँ कति राम्रो फुलेको त्यो सेतो फुल। यस्तो धुवा लागेर त के राम्रो होला घुम्नु पनि होइन सानो। यस्तो धुवा लाग्यो। ठ्याक्कै यो रोड चाहिँ अब मसिनातिरदेखि आउने रहेछ। यहाँ चाहिँ बिचमा हल्का पिच रहेछ साथीहरू, पिच रोड रहेछ। डराउँदै हामी चाहिँ अब मसिनाको नजिकै आइपुग्यौँ। मसिना नजिकै भन्नु नि मसिना आइपुग्यौँ। नानीसँग भएर चाहिँ मैले खासै राम्रो भिडियोहरू बनाउन पाएन यसपालि। यो भिडियोलाई चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला। म फेरि अर्को भिडियो ल्याउने नै छु। लास्टमा चाहिँ हामीहरू यहाँ घरसम्म आइपुग्दा भोमिट आएको भएर आन्टीहरूले चाहिँ यो अमिलो काटेर बाँधिराख्नु भएको थियो। ल त बाई बाई साथीहरू।